हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। वेलकम छ मेरो न्यू ब्लगमा। सबैजना सन्चै आरामको साथमा म पनि सन्चै ठिक छैन। आज चाहिँ म हल्का बिरामी छु, पेट दुखेछ मस्तले। अनि मैले आज चाहिँ भन्नाले आज बिहान चाहिँ मैले अस्ति एकादशीको भिडियो पोस्ट गरेको थिएँ, किनभने मैले त्यो पोस्ट गरेको थिएन कि पाएकै थिएन। त्यो एकादशीको भोलिपल्ट गर्छु भनेर मैले एडिट सबै गरेर भ्याइसकेको थिएँ, तर भ्याइनँ कि मलाई स्कुल जानु परेको थियो बिहानै। अनि त्यही भएर चाहिँ मैले पोस्ट गर्नु भ्याइनँ। अनि एकादशीको भोलिपल्टको मैले अस्ति पोस्ट गरेँ। अनि हिजोको चाहिँ मैले उस गरेको थिएँ कि। अनि म चाहिँ अहिले घर जाँदैछु खाना खानलाई। अनि यहाँ चाहिँ हाम्रो म्याच छ, हाम्रो त होइन, हाम्रो यहाँ सिङ्गामा म्याच रहेछ। हाम्रो त होइन, सिङ्गामा म्याच रहेछ। अस्तिदेखि भलिबलको केटाहरूको भलिबलको रहेछ म्याच, तर म गएको होइन, जान पाएन। अनि त्यहाँ सरी, हिजो चाहिँ मैले भ्लग किन गरेन भन्दाखेरि चाहिँ बिहानैदेखि साँझ भन्नाले त्यो उस नभएसम्म गाना बजाइरहेको थियो कि। अनि त्यही भएर चाहिँ घर जाँदा पनि घरमा नि साउन्ड सुन्ने थियो। अनि स्केट पार्कमा गराउँदाखेरि चाहिँ स्केट पार्कमा झन् मजाले सुन्ने थियो। अनि त्यही भएर चाहिँ मैले हिजो चाहिँ पोस्ट नगरेको, हिजो चाहिँ भ्लग नगराएको। अनि हिजो भ्लग नगराए चाहिँ फेरि अस्तिको भ्लग थियो, त्यो भएर मैले त्यही पोस्ट गरेको थिएँ। अनि म चाहिँ अहिले घर जाँदैछु, पेट दुखाएको छ, सन्चो नभएर यहाँ हिँड्न पनि सकेको छैन, यस्तो अप्ठ्यारो भइरहेको छ मलाई। अनि एक्जाम के हुन्छ अहिले त ठिकै सकेर अहिलेसम्म। अब हेरौँ, अब हिँडिरहेको छु। अब यत्तिको हिँड्न सकेको त ठुलै कुरो हो, किनभने अब घर जानु छ नि त। अनि त्यही भएर चाहिँ पेट दुखाइ भए पनि हिँडिरहेको छु। अरू के छैन। घरतिर हजुरहरू सन्चै हो? ठिकै छु। भात खाना ठिकै त भन्नु पर्यो नि, कहाँ बिरामी छु भन्दै हिँड्यो र। अब जे भयो नि, अब साथी हो बिरामी छु भन्नु भएन, चिन्ता त लिँदैन नि। त्यही पनि केही छैन, म चाहिँ घर जाँदैछु। हेरौँ के हुन्छ। मेरो भुँडी दुखेर यस्तो भइरहेको एकदम। अब म सकेको छैन बोल्नु। हेरौँ के हुन्छ, कस्तो हुन्छ। बिहार भिडियो ब्लग अन्त घर आएँ। ह्याप्पी बर्थडे भन्दैछ नि आज बर्थडे हो, हिजै हो क्या हो? आज हो कि खै यहाँ त ह्याप्पी बर्थडे भनेको नि त। बर्थडे हो कि सबैले बर्थडे गरेको गर्नु पोस्ट गर्नु। म चाहिँ अब आएँ घरमा, एकछिन बस्छु, मैले पेट दुखेको लास्ट चाहिँ आया मजा कि अब म त अहिले आएर म स्टार्ट गर्छु। अहिले साथीहरू म चाहिँ यता कता भन्दाखेरि रुक्नै गाइस एकैछिन 2 मिनट। कता भन्दाखेरि चाहिँ म यता पसलतिर जाँदैछु। के भन्छ गाडी नामी हेर्न के पसलतिर पार्लरतिर जाँदैछु। म मेकअप त गर्दिनँ, त्यही पनि एउटा सामान किन्नु सकेँ हल्का, त्यही भएर अनि म चाहिँ त्यहीँ जाँदैछु। अहिले एकछिनमा जान्छु, सामान किन्छु, किनेर भ्याएपछि म देखाउँछु घरलाई। अहिले चाहिँ म केही पनि भन्दिनँ, अहिले भेट्नु त, किनभने म अहिले हतारमा छु। म यहाँ ढिलो भइसक्यो, 1.5 घन्टा भइसक्यो। म घर पेट दुखेर हिँड्नै सकेको थिएन। दिदीहरू हुनुहुन्छ, अहिले आउँछु म। मैले चाहिँ सामान लिइसकेँ। हम नहीं देखाएंगे, जब जाएंगे तब दिखाएंगे भन्न खोजेको। जब लगाउँछु दिन्छु तब देखाउँछु भन्न खोजेको कि। जान त कहीँ पनि छैन, त्यही पनि हल्का लङ
लङ भ्लग गराउनलाई। अहिले म घर जाँदैछु, अहिले घर गएर होइन स्केट पार्कमा गएर म स्टार्ट गर्छु र नत्र भने इन्डिङमा। हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। फेरि म त्यही ब्लगमा जोड दिएँ किनभने चाहिँ मेरो त्यो ब्लगमा इन्डिङ भएको छैन। यो ब्लग चाहिँ अस्तिको भनौँ, किन ढाँट्नु होइन हजुरहरूलाई, अस्तिको ब्लग हो। अझसम्म मैले पोस्टै गरेँ होइन, किनभने 5 मिनटको नि भएको थिएन। अनि त्यही भएर चाहिँ मैले पोस्ट गरेको थिएन, इन्डिङ पनि भएको थिएन। अनि आजको मौसम हेर्न चाहनुहुन्छ भने हेर्नु होला, यस्तो छ आजको मौसम। यहीँदेखि यहीँ पनि देखिन गाह्रो भइसकेको छ। अनि म चाहिँ अहिले काममा जान लागेको कि अनि यस्तो जाडो छ कि यस्तो जाडो छ के भनौँ। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु भन्दै म चाहिँ बिदा लिन चाहन्छु, किनभने अर्को भ्लग स्टार्ट गर्नुपर्ने हुन्छ। अनि हेर्दै जाउँ के हुन्छ कस्तो हुन्छ। बाई बाई।